Hey, do you want to learn more about digital marketing? If yes, hi everyone, this is Devi. र आजको भिडियोमा I'll be sharing some insightful details regarding digital marketing. Firstly, digital marketing भनेको के हो त? Digital marketing भनेको एउटा यस्तो मिडियम अथवा माध्यम हो जसले तपाईको प्रोडक्टलाई अथवा सर्भिसलाई डिजिटल फर्मबाट किन्न र बेच्न हेल्प गर्ने गर्छ। डिजिटल मार्केटिङले अहिलेको समयमा एकदमै राम्रो सिग्निफिकेन्स गेन गरिरहेको छ र डिजिटल मार्केटिङको माध्यमबाट देयर आर लट अफ बिजनेस ओनर जसले चाहिँ अहिले एकदम राम्रो रेभेन्यू जेनेरेट गरिरहनु भएको छ। सो डिजिटल मार्केटिङले अहिलेको समय एकदम राम्रो इम्पोर्टेन्स खेलिरहेको छ। We will learn more about digital marketing भनेको के हो र यसमा के कुराहरू पर्छ। डिजिटल मार्केटिङमा देयर आर लट अफ थिङ्स इन्भल्भ। डिजिटल मार्केटिङले सर्टेन टुल्सहरू युज गरेर तपाईको प्रोडक्टलाई र सर्भिसलाई चाहिँ डिफ्रेन्ट क्लाइन्ट बेससँग अझै भनौँ मोर क्लाइन्ट बेससँग पुर्याउने हेल्प गर्छ। डिजिटल मार्केटिङको फर्स्ट स्टेप भनेको नै वेबसाइट डेभलपमेन्ट हो, जसमा तपाईको एउटा फुल फ्लेज वेबसाइट क्रिएसन हुन्छ एज पर यो रिक्वायरमेन्ट। त्यो वेबसाइटले चाहिँ तपाईको सप जुन हाम्रो पसल फिजिकल पसलले काम गर्ने गर्छ त्यही नै काम गर्ने गर्छ। त्यो वेबसाइटमा तपाईले आफ्नो प्रोडक्टलाई सर्भिसलाई अथवा तपाईले प्रोभाइड गर्ने सर्टेन कुराहरू जे पनि छ लाइक सर्भिसहरू त्यसलाई हामी लिस्ट गर्छौं र मोर अफ द कस्टमर्सहरुसम्म चाहिँ हामीले पुर्याउन हेल्प गर्छौं। यसले चाहिँ तपाईको डिटेल्स तपाईको बिजनेसको ओभरअल स्कोप्सहरूलाई चाहिँ प्रेजेन्ट गर्न हेल्प गर्ने गर्छ। सेकेन्डली अफर क्रिएसन। अफर चाहिँ अहिलेको समयमा एकदम इम्पोर्टेन्ट कुरा हो। एकदम डिजायरिङ अफर क्रिएट गर्न सक्यो भने हामीले हाम्रो पोसिबल क्लाइन्टहरूलाई चाहिँ हाम्रो बिजनेस तर्फ आकर्षण गर्न सक्छौं। सो डिजिटल मार्केटिङमा अफर क्रिएसन्स गर्ने पनि एउटा टुल्स हुन्छ जसको माध्यमबाट तपाईले डिफ्रेन्ट एक्साइटिङ अफरहरू क्रिएट गरेर आफ्नो कस्टमर्सलाई पोसिबल क्लाइन्टहरूलाई चाहिँ आफ्नो बिजनेस तर्फ तान्न सक्नुहुन्छ। एन्ड द नेक्स्ट वान इज लिड जेनेरेसन। लिड भनेको चाहिँ तपाईको पोसिबल अथवा सस्पेक्टेड क्लाइन्टहरू हुनुहुन्छ। सो लिड जेनेरेसन गर्नलाई चाहिँ हामीले डिफ्रेन्ट डिजिटल मार्केटिङ टुल्सहरू युज गर्न सक्छौं। त्यसको माध्यमबाट हामीले पोसिबल लिडहरू जेनेरेट गरेर त्यो लिडलाई नर्चर गरेर चाहिँ हाम्रो फाइनल कस्टमर्सहरू बनाउन सक्छौं। एन्ड द नेक्स्ट वान इज ल्यान्डिङ पेज क्रिएसन, जसमा चाहिँ तपाईको जति पनि लिड हुनुहुन्छ उहाँहरूलाई नर्चर गरेर हामीले आफ्नो क्लाइन्टहरू बनाउँछौँ। एज आई हेभ अलरेडी मेन्सन त्यही कुरा भइहाल्यो। सो नेक्स्ट वान इज इमेल अटोमेसन, जो पनि अ बिट रिलेटेड टुवर्ड्स द थिङ द्याट आई हेभ अलरेडी सेड अर्लियर नै हो। इमेल अटोमेसनमा चाहिँ तपाईले त्यो पोसिबल लिड्सहरूलाई नर्चर गर्ने वे अथवा टेक्निक हो, जसमा चाहिँ तपाईहरूले इमेलहरूलाई चाहिँ अटोमेट गरेर डिफ्रेन्ट इमेलहरूलाई चाहिँ तपाईको लिड्सहरूलाई डिफ्रेन्ट इमेलहरू सेन्ड गरिरहने ओभर द पिरियड अफ टाइम। त्यो गरेर पनि तपाईले मोर अफ द कस्टमर्सहरू गेन गर्न सक्नुहुन्छ। द नेक्स्ट वान इज एसइओ, विच इज द